यो गाइज वेलकम टु माई न्यू भिडियो र आज चाहिँ म लिएर आइसकेको छु नयाँ भिडियो अफ डिएलएस र आज चाहिँ म फेरि पनि डिएलएस खेल्न गइरहेको छु है। सो मैले चाहिँ फर्स्ट हाफ खेलिसकेँ जुन चाहिँ मैले 4 गोल हानेको छु विथ डियाज एन्ड रोनाल्डो र सेकेन्ड हाफ स्टार्ट गरौँ है। ल है त गाइज लेट्स प्ले। सो ठिक छ म ओके ओ शिट। सो मसँग चाहिँ जन गार्सिया पनि छ गोलकिपरमा, तर त्यो 76 रेटेड मात्र छ गाइस। के अरे 76 रेटेड मात्र हो, 77 रेटेड मात्र हो। यसलाई मलाई अर्को गोलकिपर त लिन पर्छ, तर के छ भन्दाखेरि अहिले चाहिँ मलाई मेरो टिम अपग्रेड गर्नुभन्दा नि मलाई स्टेडियम अपग्रेड गरेर झन् हायर लेभलहरुमा जान हो के। त्यसैले म चाहिँ अहिले प्लेयर अपग्रेड गर्न चाहदिन। मेरो टिम चाहिँ पहिलेदेखि राम्रै छ। मैले हजुरहरुलाई प्रिभियस भिडियोमा पनि देखाएको थिएँ। प्रिभियस भिडियो भन्दा अलिकति मैले यसमा अपग्रेड गरिसके। धेरै महिना, कति महिना, 1 महिना त बित्यो होला त्यो भिडियो हालेको। यति दिनपछि मैले यो भिडियो हालेको छु। धेरै अपग्रेड गरिसके है। अनि मेरो टिम नि खत्रै छ अहिले। सो म अब गोलकिपर बाहेक अरु सबै राम्रै छ पोजिसन। म अब जबसम्म मेरो टिम अपग्रेड हुँदैन नि, आई मिन मेरो स्टेडियम अपग्रेड हुँदैन नि, तबसम्म चाहिँ म अब टिमलाई अपग्रेड गर्दिन। अब एउटा गोल हान्दिम। ओह ठिक छ, नाइस ट्राई। ओ अफसाइड थियो, गोल। लेट्स गो, रोनाल्डोको ह्याट्रिक। हाम्रो क्याप्टेन चाहिँ यसको मलाई प्रनाउन, हाम्रो क्याप्टेन चाहिँ यो एमसी टोमिनी हो है, र हाइएस्ट रेटेड प्लेयर नि हो हाम्रो टिमबाट 87। मैले त्यसको स्पेशल कार्ड लिएको थिएँ अनि पछि त्यसलाई अपग्रेड गरेर 87 सम्म पुर्याएको। फ्री किक टेकर नै यही हो। र यसले फ्री किक हान्दाखेरि मलाई सजिलो नै हुन्छ गोल गर्न। सक्नुहुन्छ। पर्फेक्ट स्मुथ गोल गएको थियो के ठ्याक्कै। यसको सुटिङ चाहिँ एकदमै राम्रो हो के। लङ शटहरु हुन्छ नि अनि फ्री किक्सहरु यसले एकदमै राम्रोसँग हान्छ के। त्यसैले मैले फ्री किक टेकरै यो बनाएको छु। फेरन टोरेसलाई म स्टार्टिङ 11 मा राख्न त चाहदिन, तर हाम्रो यो म्याडिसन भन्ने सीएएम छ के, तर त्यो इन्जर्ड छ। त्यसैले मैले फेरन टोरेसलाई खेलाइरहेको छु सीएम मा। डुवेलाई नि खेलाउन सकिन्छ। लेट्स गो 6-0 विन। र विन म्याच लिग हो, लिग गेम थियो। अनि त्यही हो, हाम्रो सबसे बढी पोइन्ट्स चाहिँ 6 पोइन्ट्स 15। सदरल्यान्ड रेलिगेसनमा गइरहेछ। नाइस। सो कलेक्ट गरौँ कमन पोइन्ट्सहरु। ओह एम्बाप्पे इन्जर्ड। ओके म्याडिसन इन्जुरीबाट वापस आएछ। द्याट्स गुड। ठिक छ। ट्रान्सफरहरु त म त केही गर्दिन हैन। ओ ओनानालाई त के नै हाल्ने र टिममा। म टिममा प्लेयरहरुलाई नि हाल्दिन। मेरो स्टेडियम कस्तो छ भन्दाखेरि अहिले हैन, हेर्नुस् है, मैले 1609 को आर्ट गर्न हो। सिधै म 1050 मा गरौँ न त।
2000 नै कलेक्ट गर्नुपर्छ। सो म 45,000 वाला गर्छु होला। सो बुस्ट गर। सेफिल्ड यू नाइस। म चाहिँ अहिले डिभिजन 4 मा अपग्रेड भएको छु। पहिला म डिभिजन 4 मा थिएन। चाहिँ म डिभिजन अर्कै के पो थिएँ। अहिले म अर्कैमा अपग्रेड भएको छु। एकछिन गाइस एकछिन। यो एलइडी लाइट हालेको थिएँ मैले। जिम 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 डिस्कोमा भएको जस्तो भयो कि कस्तो खेल्ने गाह्रो भयो, त्यसैले मैले अहिले ग्रिनमा हाल्दिएँ। अनि ग्रिन नै ठिक छैन गाइस। म कस्तो अर्कै प्लानेटबाट आएको जस्तो फिल भइरहेको। ब्लू ठिक्क छ नि गाइस है। यिनीहरू पनि यो ठिक छ। वाइट यो गेममा हैन मैले एउटा टार्गेट राख्नु पर्यो कि कति गोलको टार्गेट भन्दाखेरि हैन 4 गोल त सायद मैले गर्न सक्छु होला। मैले 4 गोल्सको टार्गेट राख्छु नि त है। यो गेममा मैले 4 गोल गर्नु पर्यो। त्योभन्दा धेरै गर्दा नि हुन्छ, थोरै चाहिँ हुनु भएन। प्रिभियस भिडियोमा मैले कति पो गोलको टार्गेट राखेको थिएँ, टार्गेट कम्प्लिटै भएन। सो त्यस्तो चाहिँ नहोस्। लेट्स गो। एक मिनट, फेरन टोरेस स्टार्टिङ 11 मा खेलिरहेछ। वेट, ओ लेफ्ट विङ खेलिरहेछ। रोड्रिगोको र लुइस डिएसको हेल्थ कम भएछ, त्यसैले जेक्रोवा र फेरन टोरेस खेल्छ। दुवैलाई खेलाउनु पर्छ जस्तो लागिरहेछ मलाई, किनभने दुवै 79 रेटेड छ र फेरन टोरेस 76 छ। त्यसको हिसाबले लुइस डिएसलाई म्याचमा नखेलाउने, लुइस डिएस र रोड्रिगोलाई डुओलाई स्टार्टिङ 11 मा राख्ने, अनि डुओको ठाउँमा सब्स्टिट्युसन चाहिँ फेरि फेरन टोरेसलाई ल्याउन मिल्छ कि त्यसरी। त्यसो चाहिँ गर्न मिल्छ, किनभने ट्रिपल राम्रोसँग गर्दैन। पेस पनि छैन फेरि फेरन टोरेसको यो डिएलएसमा। पेस नै छैन, सुटिङ नि त्यति राम्रो छैन। ठिक छ, मेरो टार्गेट त इजिली कम्प्लिट हुन्छ जस्तो हो। मेरो 4 गोलको टार्गेट हो र मेरो 2 गोल त भइ नै सक्यो गाइस है। प्रेसर अलि धेरै दाबिएको छ गाइस। मैले चाहिँ के सोचिरहेको छु भन्दाखेरि मैले यो डिएलएस सँगसँगै एफसीको नि सिरिज हालौँ भनेर के। सो देख्नुभयो म्याडिसन भनेको नि यस्तो राम्रो खेल्छ नि, सिएएम पोजिसन खेल्छ अनि यस्तो राम्रो त्यहाँबाट अट्याक दिन्छ नि। मलाई त्यसको यही कुरा मनपर्छ क्या। ठिक छ, 3 गोल भइसकेछ है। 1 गोल हानौँ, त्यसरी हाम्रो टार्गेट चाहिँ कम्प्लिट हुन्छ। ओके ओके ओके,
फेरन टोरेस मेरो लेफ्टबाट छ नि कर्नर दिने चाहिँ जन गार्सिया के भनेको हेर्न त अब खाली कोही छैन पर्न ओ 80 मिनट्स त भइसकेछ त टार्गेट कम्प्लिट गर्न मलाई सिट प्लिज टार्गेट नट कम्प्लिटेड आजसम्म मैले जति पनि टार्गेट आएको छु नि त्यो सबै इन्कम्प्लिट मात्र भएको छ के यस्तो किन होला यस्तो पो पोइन्ट पोइन्ट चाहिँ ग्रुप बार्सिलोना छ ग्रुपमा बार्सिलोना भएपछि तिनीहरूलाई हराउन मजा आउँछ क्या आई एम अ रियल मैड्रिड फ्यान हैन अब लास्ट मैच खेलौँ है लेट्स गो यो गेमको टार्गेट चाहिँ ल यो गेममा चाहिँ म 4 गोल हानेरै देखाउँछु ल त्यही जान अब त 4 गोल त गर्नै पर्छ त्यो प्रेसरमा मैले गेम खेल्छु नि कि 4 गोल त म अब गरेरै छोड्छु क्या मैले यो अघि नै मैले 1-2 घण्टा अगाडि अझ एउटा भिडियो नि हालेको थिएँ त्यो भिडियो नि हेर्नु होला लाइक गरिदिनु होला है गाइस सब्स्टिट्युसन को छ ए डुवे इन्जर्ड रहेछ नि त अनि किन खेलाएन भन्छ त फेरन टोरेसलाई लुइस डियाजलाई साटम भ्यालभर्देलाई नि साट्छु मैले त्यसको सट्टा जेम्स जुन राइट ब्याक खेल्छ नि त्यसलाई मैले सेन्टर मिड हालेँ सजिलो हुन्छ के भएको यो मलाई लेट्स गो 1 गोल त हानिहालेँ नि मैले रोड्रिगो लेट्स गो 2 गोल नै हानिहालेँ नि मैले अझै 2 गोल हान्छ त भइहाल्यो नि
सो यो सेकेन्ड हाफ सुरु भइसक्यो है गाइस, लेट्स गो। 2 गोल हानेछु मैले। यसपालि त छ नि मैले मेरो टार्गेटलाई कम्प्लिट गरेरै छुट्छु। त पनि मैले सुट दबाउने ठाउँमा मैले ऊ राख्दैछु, के अरे यो मेरो फेस क्याम भन्छ कि के भन्छ यसलाई, मेरो फेस जहाँले देख्दै हुनुहुन्छ नि त्यो मैले ए जुन सुटिङको ए बटन छ नि त्यो दबाउने ठाउँमा राख्दैछु, सुटै दाबिँदैन। एउटा लास्ट गोल मलाई चाहियो। त्यस पछाडि आज त यसपालि मेरो टार्गेट पुरा हुन्छ। अझै धेरै टाइम छ, 62 भनेपछि त 20 मिनेटमा त भइहाल्छ नि। तर 20 मिनेट थोरै छ गेमको। रियलको 1 मिनेट सायद चाहिँ गेमको 10 मिनेट हुन्छ होला। एफसी को अलि बढी ह डिएलएस को कम्प्यारिजनमा। ए मैले यो कुरा त हेर्दै हेरिनँ नि, मेरो त 20 गोल त के अरे 4 गोल त भइसकेछ त। नाइस 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 नाइस, भेरी गुड। अझै 1 गोल हानिदिन्छु अब। ला 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 ला, नो रेड कार्ड प्लिज। ओ यस्तो राम्रो खेलाएपछि लास्टमा ब्याड प्ले, रेड कार्ड पाइहाल्यो नि एउटा। त्यो के अरे त्यो प्लेयरको नाम के हो, व्यानबिस्की हो कि के पो भन्ने त्यो प्लेयरलाई मैले राम्रोसँग राखेको थिएँ कि। जेम्सलाई मैले भ्यालभर्देको ठाउँमा सेन्टर मिड खेलाउनको लागि राखेको छु, त्यसैले त्यसलाई मैले त्यो 77 रेटेड प्लेयरलाई त्यहाँ खेलाइरहेको थिएँ। तर त्यही प्लेयरले रेड कार्ड पायो। तर होइन, मसँग एउटा ब्याकअप प्लेयर त छ, तर त्यो ओन्ली 72 रेटेड छ क्या। महरूलाई देखाउँछु गाइस, हेर्नुहोस् यो टिम भयो नि, यो वान बिसाका भन्ने हो। तर म यसलाई भ्यालभर्देको ठाउँमा यसरी राखेर मेरो यो स्ट्यानेसिक भन्ने म पहिलाको एपिसोडमा देखाएको थियो होला, त्यो प्लेयरलाई खेलाउने सोचिरहेको छु क्या। किनभने हजुरहरूले राम्रोसँग हेर्नुभयो भने ल यो सिएएम खेलाउनको लागि मसँग यो सेन्टर मिडको लागि ब्याकअप छँदै छैन के। र म त डुवे कि त फेरन टोरेस कि त यो जेक्रोवर प्लेयरलाई खेलाउन सक्छु, तर यो पोजिसनहरू तिनीहरूले खेल्न सक्दैन नि। त्यसको लागि मैले यो अब यो दुईटा होइन, यो 3टा 1 2 यो 3जना यो 4जना, यो राइट ब्याक, यो सेन्टर ब्याक, यो राइट ब्याक र यस राइट ब्याकलाई सेन्टर मिड पोजिसनमा खेलाउँछु। अब मैले एउटा यहाँ ट्रान्सफरबाट गएर यहाँ प्लेयर किन्न नि मिल्छ, जस्तो कि यसलाई मैले 122 जेम्स छ मसँग है। मैले यो प्लेयरलाई किन्न नि मिल्छ, जस्तो कि मैले 7 डेजको लागि 50 जेम्स दिएर लक गर्न नि मिल्छ। तर गाइस मलाई स्टेडियम अपग्रेड गर्न छ के, मलाई हायर लेभलमा लग्न छ स्टेडियमलाई, त्यसैले मैले यो गर्न पाएको छैन। सो अर्को भिडियोमा चाहिँ म यो सेन्ट
एटिनिनीसँग म्याच खेल्छु। हाम्रो अहिले पोइन्ट्स 9 पोइन्ट छ र हामी चाहिँ टपमा छौँ अहिले। ग्रुपको हेर्दाखेरि नि हामी टपमा छौँ। अर्को म्याच हाम्रो उसँग हुन्छ बार्सिलोनासँग, अनि पछि यो राउन्ड 1मा पनि हामी भेन्जिया, यो त हामीले खेलेकै छैन। सो यो म्याचहरू खेल्नेछौँ। हजुरलाई यो वाला भिडियो राम्रो लागेमा प्लिज मेक स्योर यु लाइक एन्ड सब्सक्राइब। लाइक र सब्सक्राइब गर्न नभुलिदिनु होला र कमेन्टमा नि लेखिदिनु होला अरू मैले